बालेनको निर्देशनसँगै फेरियो सरकारी कार्यालय। सबै कर्मचारीहरू एक्टिभ हुनुहुन्छ अहिले। सबैहरू भोलि मलाई के भइहाल्छ कि भन्ने डरमा हुनुहुन्छ। बिहान 9:05 पछि र साँझ 5 बजे अघि लाग्दैन हाजिर। कतिखेर आउनु मन लाग्छ आउने, अनि कतिखेर हाजिर गर्नु मन लाग्छ गर्ने, काम गर्न मन लागे गर्ने, गर्नु मन लागेन भने सेवाग्राहीलाई सताउने होइन। अनि अहिले बालन सरकारले ठिक गर्नु भएको छ। उहाँले अनुगमनका लागि लगाइयो स्पाई क्यामेरा। छाडापन त अत्याधिक भयो भने जसो हामीहरूले कार्यालयमा जाँदाखेरि एउटा काम आज सम्पन्न हुन सक्ने छ भने यो या त्यो बहानामा महिनौसम्म कुर्नुपर्ने वातावरण थियो। छाडतन्त्रलाई लिखमा ल्याउनु पर्यो के। दर्शकवृन्द, बालेन सरकारको आगमनसँगै सरकारी कर्मचारीको कामले गति लिएको छ। लोकतन्त्रमाथि कर्मचारी तन्त्र हावी भइरहेको विगतको अवस्थालाई बालेनले उल्टाइदिएका छन्। अब विभिन्न बहानाबाजी गर्दै ढिलो कार्यालय पुग्ने र छिटो निस्कन खोज्ने कर्मचारीहरूलाई लगाम लागेको छ। यति मात्र होइन, कर्मचारीलाई थाहै नदी स्पाई क्यामेरा मार्फत अनुगमन अगाडि बढाइएको छ। सेवाग्राहीलाई मनमौजी तरिकाले यो भएन त्यो भएन, फाइल भेटिएन, यस्तो त्यस्तो बाहना बनाएर पन्साउने होइन। अनि बार्गेनिङ गर्ने के। त्यो पैसा आयो भने काम छिटो हुन्छ, भेट्छन् फाइल बुझ्दैन। पैसा आएन भने त्यो फाइल 7 दिनसम्म हेरिँदैन। मुख्य काम गर्ने संयन्त्र भनेको नै कर्मचारी तन्त्र। त्यसैले छाडापन देखाइदिएपछि त अरू सिक्नेहरूले त झनै त्यही सिक्ने भए, छाडापन नै सिक्ने भए। सुत्ने समय 1 घन्टा कटाए भयो कि 10 बजे अफिस जानु छ। हामी जोसुकै कर्मचारीहरू भने 9 बजे जान पर्ने भएपछि अब हामी चाहिँ 7 बजेसम्म सुत्थ्यौँ भने 6 बजेसम्म सुतेर उठ्दा भयो। उहाँले जे व्यवहार सिकाउनुहुन्छ जनताले सिक्ने व्यवहार त त्यही नै हो। राज्य सेवक कर्मचारीहरूले अब तलबी रूपमा कोही बढी समय पनि गर्नु भएको छैन उहाँहरूले। यति हो, 1 घन्टा ढिलोको चाँडो 1 घन्टा अगाडि त्यसो गरे बापतमा उहाँलाई रिटर्न छँदैछ। यो काम गर्दै गएपछि राज्यले देशको आर्थिक स्थिति अनुसार चाहिँ सोचेर काम गर्छ भन्ने कुराको लागि पनि यो लायक सरकार जस्तो मलाई लाग्छ। कर्मचारीलाई लोकतन्त्र के अर्थमा लाग्यो भने उनीहरूको मनमौजी तरिकाले यो जुन कुरा गरियो व्यवहारमा आएको छ यसका प्रति म चाहिँ 100मा 100% समर्थनमा पक्षमा यो राम्रो छ, यो असल छ र यो ठिक छ भन्ने मेरो मत हो। राम्रो कदम, सकारात्मक पक्ष भन्यो यसलाई सरकारको। अनि समयमै काम भएन भने त हामी समयमै फल पनि प्राप्त गर्न सक्दैनौँ एउटा कुरा। अनि काममा आज छाडापन भयो, भोलि छाडापन भयो, अनि हाम्रो संस्कारै त्यही बस्दै जान्छ। अनि त्यो संस्कार त्यो बस्दाखेरि हामी सम्पन्नताको सट्टा विपन्नतातिर जानेछौँ। त्यसकारण चाहिँ अहिले सरकारले जुन स्टेप चाल्यो